हामी बसेको होटल चाहिँ यो हो। यो होटलमा बसेको हामी हो माथिल्लोमा 3 तलमाथि। राम्रो रहेछ बस्ने सबै फेसिलिटी। अनि डिनर र ब्रेकफास्ट छ हाम्रो यहाँनिर। यो चाहिँ होटल ग्यालेरी हाम्रो। होटल ग्यालेरी यो होटलको नाम। हाम्रो गाडी आयो। अब हामी जाने सनराइज हेर्न। ल छिटो आइज भन्दैछ। ढिलो हुन्छ फेरि। हामी चाहिँ गएको है सनराइज हेर्नु अब। ल हाई बोकेटोप। Good morning. Good morning. كم من بني ادم لانه راح يفوتوا عندك على الباص. كم بليز راح يفوتوا عندك على الباص. लुगा लगाएको पनि त्यस्तै। खै त आइपुग्यो नि त। सबैजना झरिसक्यो होला नि रुमबाट। ल छिटो बसौँ। छिटो गयो भने चाहिँ हामीले मजाले घाम हेर्नु पाउँछ। टोपी लिनु पुग्छ हौ सोनम। हामी चाहिँ अन द वे हो सनराइज हेर्नु गएको। यहाँ बिचमा चाहिँ ड्राइभरले चाहिँ यतातिरको भ्यूहरू लिई भनेर चाहिँ रोकिदिएको होइन। त्यहाँदेखि हामी चाहिँ यसो हेर्दैछौँ। नाजरातको डाँडाबाट चाहिँ यस्तै यहीहरू देख्नु होला निस्किने। यही हो नि सनराइज चाहिँ। टाइगर हिल चाहिँ यहाँ छ है। यहाँ हामी हेर्नु आएको। यो केटीहरू बाहिर बाटो कफी खाँदै हिँडेर हो नि ढिलो भएको। ठिकै छ। यो सिनहरू भयो यहाँको। कहाँ जानु हामी तल? केटीहरू हिँड्दैछ। हामी चाहिँ यहाँनिर सनराइज हेर्नु आएको। हामी चाहिँ 3 घन्टा मात्रै सुत्यौँ नि हौ। बाहिर निस्किँदैछ कि भित्र पस्दैछ हौ। यहाँ बहिनीले चाहिँ सूर्य नमस्कार गर्दैछ है। यहाँ बहिनीले चाहिँ सूर्य नमस्कार गर्दैछ। सूर्य नमस्कार गरेको अरे हो। आउँदै जाँदै गरे जस्तो पो लाग्दैछ त।
नि जाएछस् न दिपिका लाइभमा छ तर सबैजनाले भिडियो गर्नु पर्दैन जस्ट टु गिभ रेस्पेक्ट टु सूर्य come just to do like this just to do like this up hand and do it like this up to म भिडियो बनाउँछु गर सबैजनाले म भिडियो बनाउँदैछु के गर्नुपर्ने हो दिदी सूर्य नमस्कार गर्दैछ है यहाँ बहिनीहरूले यस्तो रहेछ यस्तो 1 2 3 उचाला खुट्टा उच गर्नु न माथि यसो गरेर चाहिँ 3 पल्ट गर्नु पर्यो नि सूर्यदेव के जय हो सूर्यदेव के जय होइन मैले सिकाएको होइन आउँछ निस्किन्छ अघि निस्किन्छ मैले गर्दाखेरि 3 पल्ट निस्किन्छ यसरी हो यसरी यसो गर्दा यसो माथि उठायो सूर्य नमस्कार के निस्क्यो निस्किन्छ भने निस्किन्छ अब त निस्किन्छ आउँछ लु साँच्ची रहेछ सूर्य नमस्कार गर्दा निस्किँदो रहेछ लु गर्दा सबले साँच्ची हो कि क्या हराइ गएको म बहिनीले गर्नु थालेपछि त निस्क्यो त सूर्य नमस्कार ल त्यहाँदेखिको यो गर्यो होइन त्यहाँदेखि यसो के हाल्दै गर्नु सक्छ यो गर्यो दामी निस्क्यो दामी हेर त अझै म तिमीहरूको लागि निकालिदिन्छु नि सूर्यलाई थाहा छ नि म तिमीहरूको लागि निकालिदिएको नमस्ते गरेर मैले तिमीहरूको लागि हेर लु घाम निकालिदिएको दामी निस्क्यो त दामी निस्क्यो आउनु भएको हो रेस्पेक्ट सबैको लागि साँच्ची हो रहेछ यतिको त हुनु पर्यो नि है जति नै त्यो त हुनु पर्यो नि सूर्य निकाल्नु पावर अब चाहिँ हामी अर्को ठाउँ जाँदैछौँ है बिहान छ यहाँ चाहिँ अहिले भर्खर 7 पनि बजेको छैन ढुङ्गाको रहेछ यहाँ चाहिँ सिन फेरि घुम्ने ठाउँ अन्त ढुङ्गा इजरायलको चाहिँ लुक 4को 29 वर्षको जग्गामा छु यो ठाउँको नाम चाहिँ के भन्छ हो बोल गुड मर्निङ अल सबात सलाम अहिले चाहिँ म यहाँनिर कुन जग्गामा छु भनेदेखि चाहिँ माउन्ट पिस भन्ने जग्गामा छु है प्रोनाउन्सिएसन गर्नु साह्रो तर यो चाहिँ बाइबलको भर्स चाहिँ लुक 4को 29 वर्षको जग्गा हो यो चाहिँ जहाँबाट चाहिँ ब्युटिफुल सन राइज देखिरहेको छ है र आज एकदमै चिसो छ र पनि हामी इजरायलको टाइम 6:30 अहिले 7 o'clock भयो हामी यहाँनिर आएका छौँ साथीहरू सबैजना यो चाहिँ इजरायलबाट हो इजरायलको नजरत भन्ने ठाउँबाट सनराइज हुँदैछ अहिले 7 बज्नु आँटेको छ अब हामी अर्को ठाउँ जाँदैछौँ
ठुलो भयो सनराइज यहाँनिर हेर्नुहोस् सनराइज Sunrise. Thank you, Lord Jesus. Hallelujah for this beautiful morning. Oh, Emily. I'm so त्यो त जेरुसलेमबाट आउँदा बेथलेमबाट आउँदा भेट्छ है बहिनी ऊ त्यो उयो हिल यो डाँडा क्या दामी निस्क्यो नि हौ आम्मा look at this guy. Look at this guy. Woo! हेर्नुहोस् है कति राम्रो ओहो हेर्नुहोस् त साँच्चै भगवान्ले आशीर्वाद दिएको ठाउँ है यस्तो राम्रो हेर्नुहोस् है हेर्नुहोस् मेरो यो सबैजना हेर्ने भिडियो हेर्ने दिदीबहिनी दाजुभाइहरूलाई पनि भगवान्को आशीर्वाद होस् यहाँनिर है हेर्नु त कस्तो राम्रो बहिनी क्रिस्चियन हो नि त प्रेयर गर्दैछ बिचराले यहाँ हेर्नुहोस् है यस्तो के दामी यो चाहिँ सबै चाहिँ सनराइजको रेजले चाहिँ गर्दाखेरि चाहिँ यस्तो भएको है रेजले गर्दाखेरि चाहिँ यस्तो आएको छ सनराइजको हेर्नुहोस् त यस्तो रिफ्लेक्ट भएर चाहिँ यो क्लाउड चाहिँ यस्तो मजाको बनाइदिएको यहाँबाट हो दामी नि हौ यहाँबाट चाहिँ प्रभु यीशुलाई चाहिँ पहिला नै चाहिँ फाल्नु खोजेको अरे यहाँनिर है यहाँबाट चाहिँ भन्ने कथा रहेछ म त सबभन्दा लास्टमा भएछु त कहाँ पुग्यो केटीहरू यस्तो राम्रो ठाउँ रहेछ कि यो ठाउँ चाहिँ छोड्नै मन नलाग्ने के तर अब बिहान छ है चिसो लाग्छ अरू ठाउँ पनि जानुपर्छ हामीलाई टाइम छैन हामी चाहिँ जस्ट अहिले सनराइज त यहाँ हेर्नुहोस् त यो ढुङ्गा कहाँबाट आएको होला है ढुङ्गा हेर्नुहोस् त यो कहाँबाट चाहिँ यस्तो ढुङ्गा आएको ढुङ्गा चाहिँ यहीँको हो कि लिएको हो यस्तो अल्गोमा चाहिँ कहाँबाट यो ढुङ्गा यस्तो आयो यो त कस्तो हाईमा छ हेर्नुहोस् सबैजना मेरो भ्युवर्सहरू कहाँबाट चाहिँ यो ढुङ्गा आएको हजुर प्रभु यीशुलाई चाहिँ यहाँबाट फाल्नु खोजेको होइन बहिनीलाई थाहा छ स्टोरी अलिक भनिदिनुहोस् न बहिनी स्टोरी मलाई थाहा छैन भनिदिनुहोस् न
प्रब्लम चाहिँ यहाँनिर पहिला चाहिँ कति समयसम्म चाहिँ उहाँले चाहिँ सेनिगोकहरू गइरहेको थियो होइन जुइसहरूको जस्तो लाइफस्टाइल दिइराखेको बेलामा चाहिँ हजुर बादमा गएर जब यहाँनिर एउटा प्रेयर सभा हुँदाखेरि चाहिँ उहाँले चाहिँ बाइबलको कुरा गर्दाखेरि चाहिँ अब हामी सबैजना अब पापी छौँ भन्ने कुरा होइन अब जुइसहरू चाहिँ अब जुइसहरूलाई चाहिँ त्यो कुरो उसको मन नपर्दाखेरि चाहिँ अनि जुइसहरूले चाहिँ यहाँबाट चाहिँ यीशुलाई चाहिँ फ्याँक्नु चाहेको थियो अनि उहाँ फुत्केर चाहिँ यहाँबाट क्या निस्किएर जानुभएको थियो क्या बाइबलमा चाहिँ तपाईँ 4 अध्याय मध्येको 29देखिको भर्सदेखिको गुगलमा पनि सर्च गरेर हेर्न सक्नुहुन्छ है मैले एक्सप्लेनेसनहरू बिचाइन यो चाहिँ यहाँ पनि लेखेको होला यहाँ पनि लेखेको रहेछ फ्रीमा यसलाई मजाले पढ्नु होला मैले भिडियोमा हालिदिएको छु है यहाँबाट चाहिँ यो माथिको डाँडाको नाम के बहिनी यो अब चाहिँ हामी माउन्ट आर्बो जाँदैछ होइन त्यहाँ जाँदैछ माउन्ट आर्बो यहाँ माउन्ट आर्बो अब हामी जाँदै गर्ने चाहिँ यो यो त राजाको होइन र पहिला अब यहाँ त सबै राजा थियो राजा त्यो त गुफाहरू जस्तो छ है पहिलाको पनि बेथलेहेमबाट आउँदा चाहिँ गएको हो त्यही हो कि भन्दैछु डाँडा देख्दाखेरि चाहिँ यहाँबाट चाहिँ अब यस्तो गरेर यहाँ हेर्नुहोस् यस्तो चाहिँ मैले लाइफमा कहिले देखिनँ त हो यो है सनराइजको यस्तो भएको नि त यहाँबाट चाहिँ सन आएको होइन हेर्नुहोस् त है भगवान्को आशीर्वाद है हामीले जति बेला सूर्य नमस्कार पिक्लिक सन निस्केको यो बहिनीले भनेर कि घाम हराएको फेरि सबले सूर्य नमस्कार गर आउँछ भनेको साँच्चै नै सूर्य नमस्कार गरेको पिक्लिक निस्केको के हेर्नु त कति राम्रो यस्तो डाँडा हेर्नुहोस् है यस्तो मजाको ठाउँ भ्यू सबै ढुङ्गा आकाश चाहिँ दामी निस्किँदै थियो नि है दामी आकाश चाहिँ भालु कालु कसको यो यहीँको ओनरले पालेको भन्ने ए टोक्दैन होला नि त है इन्जेक्सन लाउनु पऱ्यो नि त फोन गरिदिनु भिडियो कस्तो लाग्यो त बहिनी कस्तो लाग्यो त दामी जग्गा हो चिसो भयो चिसो भयो भने पनि अब के गर्नु होइन चिसो भयो भने घुम्नु पर्यो बिहान निन्द्रालाई हामीले छोरी आएको हो दिदी दामी रहेछ दामी रहेछ त्यो म त स्काई चाहिँ दामी लागेन है क्लाउड्सको के अलिक बादलले छोडिदिएको जस्तो थियो तर राम्रै थियो त्यो रेसले गर्दाखेरि है हजुर राम्रो थियो एकदमै राम्रो दिदी बहिनीहरू एकदमै राम्रो दिदी अर्को बहिनी आफ्नै दिदी बहिनी हैन मजा आयो अब समरमा हामी एक दिन के अरे लन्च लिएर आउनुपर्छ आएर बस्दो रहेछ हिजो बेलुका पनि बसेको भाइको अति बहिनीले बोलिदिइहाल्छ सबै है खै त आएन त तिनीहरू
You tell me after, okay? मैले मालिक सुतन त चिकन अन्त म त्यो एउटा मात्रै रेका ससेज खान्छ औनुना यो नखुल्नुना बाछारो बिफ हालेछ यो मलाई यो फुल बिफ ओके डाउट भयो